लो साथी, यो चाहिँ हाम्रो लोकल केटाहरूले बनाउँदै गरेको है गेट चाहिँ है, लोकल इज भोकल भन्छ होइन। यो चाहिँ सबै अहिलेको युथ केटाहरूले बनाएको है। यो चाहिँ गेटको डिजाइन एकदमै अर्ग्यानिक प्रकारले बनिएको छ है। यो चाहिँ सबै बाँसको देख्न सक्नुहुनेछ है। केटाहरूले धेरै मेहनत गरेको छ यो गेट बनाउनुको लागि चाहिँ है। देख्न सक्नुहुन्छ यहाँ माथि छतमा चाहिँ परालहरू लगाएर बनाएको छ है। यहाँ चाहिँ अझै यो कम्प्लिट त भएको छैन, यो तपाईँलाई भोलि कम्प्लिट भएर पनि देखाउनेछु है। तर केटाहरूले चाहिँ एकदमै बेसी मेहनत गरेर एकदमै बेसी मेहनत गरेर चाहिँ यो बनाउनुमा सक्सेस भएको छ है। यो चाहिँ बनाउनु पनि त्यस्तो बेसी लागेन केटाहरूलाई। यो चाहिँ वान डे समथिङ भनौँ न 2 दिन चाहिँ लाग्नु आँट्यो है। तर पनि केटाहरूले देख्न सक्नुहुन्छ यस्तो प्रकारले गरिदिएको छ है। युथ केटाहरू यस्तो छ, एकदमै बेसी केटाहरू खटिन्छ समाजमा चाहिँ है। यस्तो युथ केटाहरू हुनु चाहिँ एकदम जरुरी छ है समाजमा यतिको युथ केटाहरू हुनु चाहिँ एकदमै जरुरी छ है। अब अहिले पनि हामी एकदमै कन्टिन्यू है हामीले काम चाहिँ गरिरहेको छौँ। अझै पनि यो गेट कम्प्लिट हुनु चाहिँ एकदमै दामी छ है। यहाँनिर अझै यो चाहिँ सबै बाँसको देख्न सक्नुहुन्छ। यहाँनिर चाहिँ अझै धेरै डिजाइनहरू आउँछ, त्यो पनि तपाईँहरूलाई देखाउने छौँ है। यहाँ माथिको डिजाइन यस्तो छ होइन। के कस्तो लाग्यो कमेन्ट गर्नुहोस् होला। सबै यो युथ केटाहरूले गरेको यो चाहिँ एकदमै तपाईँहरूलाई पनि यस्तो गेट बनाउनु मन पऱ्यो भने चाहिँ होइन तपाईँहरूले पनि मलाई कमेन्ट गरेर भन्नु सक्नुहुन्छ। म युथ केटाहरूलाई भनिदिइहाल्छु है। केटाहरूले चाहिँ एकदमै दामी सर्ट टाइममा बनाउँछ है। फेरि यो चाहिँ बेसी टाइम लिएर पनि बनाएको होइन युथ केटाहरूले बनाएको हो। यो चाहिँ 1 दिन 1.5 दिन आजसँग 2 दिन हुनु आँट्यो। 2 दिन तर अलिकति कम्प्लिट भएको छैन है। यो कम्प्लिट भएर चाहिँ एकदमै दामी हुनेवाला छ होइन। यदि हजुरहरूलाई मन पऱ्यो भने 1 लाइक 1 सेयर 1 कमेन्ट चाहिँ जरुर गरिदिनुहोस् होला। त्यही भन्न चाहन्छु। यही केटाहरू बनाउने होइन हाम्रो भाइहरू हो र दाजु एकदमै केटाहरूले चाहिँ मेहनत गरेर बनाइदिइरहेको छ है। मन पऱ्यो भने चाहिँ हजुरहरूले लाइक सेयर कमेन्ट चाहिँ जरुर गर्नुहोस् होला। भोलि कम्प्लिट भएर पनि तपाईँहरूलाई यो भिडियो चाहिँ फेरि म देखाउनेछु है त ल साथीभाइ।